एभ्रिवान, नमस्ते, सेवा, स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। हजुरहरू आरामै हुनुहुन्छ भन्ने आशाको साथमा आज फेरि नयाँ ब्लग लिएर आइसकेको साथीहरू। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथीहरू आज चाहिँ हामी सिलगढी जाँदैछौँ हो। मेरो बच्चा चाहिँ अन्त घुम्न जाने भनेकै छ, त्यही भएर चाहिँ छोरीलाई लिएर जाँदैछु साथीहरू। अन्त दसैँ पनि आउनु आँटिसक्यो, आउँदैछ, मतलब धेरै दिन छैन अब बाँकी हो। त्यही भएर पनि सपिङ त खासै गर्दैनौँ, तर पनि बच्चाहरूलाई घुमाउँछु एकछिन, त्यसपछि आउँछौँ साथीहरू। अन्त यहाँ चाहिँ बागडोग्रा है। अब यहाँबाट चाहिँ हामी टोटोमा जाँदैछौँ ल साथीहरू। हामी चाहिँ जाँदैछौँ। अन्त गर्मी कति धेरै छ कि, अन्त छोरी चाहिँ यहाँ हेर्नु साइडमा बिचरा रिसाइरहेको छ हो। गर्मी छ नि त आज, उसको घुम्न जाने रहर पनि अन्त गर्मी पनि। अनि म चाहिँ यहाँ भिडियो बनाउँदैछु है साथीहरू। अन्त पानी नपरेको आज 2-3 दिन भयो कि, अन्त एकदमै गर्मी छ साथीहरू। यहाँ मेरो बाबु नानी हामी जाँदैछौँ। साथीहरू हेर्नु न, दिन यति सफा छ आज, पानी नपरेर नि, नत्र त बिहान बेलुका पानी पर्दा त अलि शीतलै हुन्थ्यो नि त। तर अहिले चाहिँ एकदमै गर्मी छ है सिलगढीमा, पानी परेको छैन हो। जाडो लाग्नु पर्ने जाडो पनि लागेको छैन, त्यही हो साथीहरू। साथीहरू हेर्नुहोस् है, साइडको भ्यू कति राम्रो छ, हरियाली हो। गर्मी भए पनि हेर्नुहोस् न, यहाँ त पानी परिराख्नु भएर होला हरियाली नै छ। फेरि के सिजन भएर पनि होला होइन। अन्त के भन्ने, अब अझै लाग्छ 10-15 मिनट लाग्छ है हामीलाई सिलगढी पुग्नलाई चाहिँ। अन्त हामी टोटोमा जाँदैछौँ। हामी चाहिँ आइपुग्यौँ सिटी सेन्टर। छोरी बिस्तारै हिँड्नुहोस्, यानी बिस्तारै हिँड न। तिम्रो टी सर्ट पनि घाम त लागेको छैन, फेरि पनि बोल्छ। ए हेर यता आउनु, यताबाट हिँड न, गाडी आयो कि साइड लाग। साथीहरू हामी चाहिँ सिटी सेन्टर आइपुग्यौँ है। अन्त मेरो बच्चा चाहिँ कुदेकै छ, गाडी हिँडी छ नि त, उसलाई सम्झाउँदा नि सम्झिँदैन हौ साथीहरू। के गरौँ, नल्याउ भने नहुने, ल्याउँदा पनि यति आपत छ नि मेरो। त्यस्तै छ है साथीहरू। अब चाहिँ म भित्र पुगेर देखाउँछु, हेर्दै गर्नु होला। जाँदैछु हो, बाबु बोकिरहेको छु, त्यही भएर एकदमै अप्ठ्यारो भइरहेको छ क्या साथीहरू, भिडियो गर्दै हिँड्दै बोल्दै गर्दाखेरि। त कहाँ पाउँछ त नि यहाँ त, ऊ गाडी आइसक्यो, यता साइड लाग, उता होइन। छाता त नडे नि हुने रहेछ हौ। अहिले चाहिँ अलिक शीतल भयो कि यहाँ, नत्र अहिले त कस्तो गर्मी थियो नि त साथीहरू। अहिले चाहिँ शीतल छ। मेरो छोरी हिँड्दैछ हेर्नुहोस् है। पखन एकछिन थाक्यो हो।
मेलाको साथीहरू यहाँ माथि मेरो छोरी अनि त्यहाँ बहिनी पनि भेट भयो कि त्यही भएर छिटाउनु भन्दैछ है साथीहरू मलाई भिडियो बनाउनेको चक्करमा भन्छ खालि यहाँनिर साथीहरू हामी चाहिँ जाँदैछौँ हो यो चाहिँ सेकेन्ड थर्ड फ्लोर हो अन्त यहाँ हामी म्याक्समा जाँदैछौँ है साथीहरू हेर्दै गर्नुहोस् ल हेर्नुहोस् न यहाँ कति राम्रो बनाएको रहेछ नि हो दसैँको लागि होला हौ सायद यो डेकोरेसन गरेको एकदमै राम्रो बनाएको छ यहाँ रेड रेडको यति माथि माथि कसरी लग्यो कसरी पसेर बनायो होला साथीहरू हेर्नुहोस् त्यहाँ तल जे हो सिटी सेन्टर रमाइलो छ बच्चाहरूलाई घुमाउनु ल्याउनु पनि माथि खेल्ने जग्गा पनि छ हेर्नुहोस् न मेरो छोरी गयो म्याक्समा हामी चाहिँ अहिले म्याक्समा छिर्यौँ अन्त सिटी सेन्टरमा चाहिँ कति धेरै ब्रान्डहरू छ कि अन्त यो म्याक्समा चाहिँ त्यति धेरै महँगो होइन रिजनेबल प्राइसमा पाउँछ नि त साथीहरू अन्त बहिनीले चाहिँ यहाँ कुर्ता हेर्दै हुनुहुन्छ मैले पनि खोल्नुहोस् न भन्दैछु हो क्वालिटी चाहिँ त्यति राम्रो पाउँदैन सेलमा राखेको हुन्छ कि यहाँ चाहिँ प्राय सेल लागिरहेको हुन्छ हो अन्त बाहिर जस्तो घटाइराख्न माग्न पनि परेन हो यहाँ चाहिँ प्राइस ट्याग हुन्छ त्यसमै हेर्ने हो अनि सेल लागेको छ भने त्यही अनुसार लिने हो साथीहरू अन्त बहिनी र भाइ चाहिँ आज बाबुको लागि सपिङ गर्न आउनुभएको अरे दसैँको अन्त हामी चाहिँ सपिङ चाहिँ खासै गर्ने होइन त्यही पनि नानी छिरिहाल्यो त्यही भएर पसेको साथीहरू हामीले चाहिँ सपिङ अस्ति नै गरिसक्यौँ कि यो उमै सम्पूर्णमा बाबुलाई नानीलाई मलाई हो त्यही भएर यहाँ चाहिँ आज खासै सपिङ चाहिँ गर्दैनौँ होला गरेछु भने पनि पछि देखाउने छु साथीहरू अन्त हेर्नुहोस् न यहाँ बच्चाको पनि पाउँछ सुजहरू पनि पाउँछ कि सस्तो पाउँछ क्या यहाँ चाहिँ डिस्काउन्ट लागिरहेको हुन्छ सबैमा डिस्काउन्ट अन्त फेरि सेल पनि लागेको भएर होला हामीलाई चाहिँ यहीँ कम्फोर्टेबल लाग्छ सपिङ गर्नलाई बाहिर जानुभन्दा पनि बाहिर गर्मीमा हिँड्नलाई कस्तो गाह्रो पो हुन्छ त साथीहरू हेर्दै गर्नुहोस् ल यो बच्चाको सेक्सन हो यता चाहिँ होइन बाबु नानीहरूको लागि यता पाउँछ मैले चाहिँ अस्ति नै किनेको भएर हो हेर्दैछु फेरि पनि बहिनीसँग आएको भएर बहिनीलाई साथी पनि हुने अन्त अब हामी चाहिँ बाहिर निस्क्यौँ सपिङ गरेर पनि साथीहरू देऊ न बाबुलाई गर्मी कति धेरै हो फेरि घाम लागेको चाहिँ हेर्नु न एकछिन घाम लाग्यो नि एकछिन शीतल हुने हुन्छ कि तर्केको रहेछ यो घाम चाहिँ साथीहरू अब हामी चाहिँ घर फर्किनु लागेको बहिनीहरू चाहिँ फेरि सपिङ गर्ने बाँकी छ अरे अन्त बादमा आउनुहुन्छ अब हामी चाहिँ घर गएको है साथीहरू यहाँबाट चाहिँ हेर्दै गर्नुहोस् ल तिम्रो गरेको छैन क्या छोरो फाइनली हामी चाहिँ घर आइपुग्न आँट्यौँ साथीहरू अब यहाँबाट चाहिँ त्यो 3-4 मिनट लाग्छ घर पुग्नलाई चाहिँ अन्त हेर्नुहोस् न साइडको सिन भ्यूहरू यस्तो गर्मी छ नि साथी आज त के भन्ने त्यही माथि छोरी रिसाएर चिप्स पनि माग्दै थियो नि त आफै खोला भनेको मेरो भिडियो नबनाऊ भन्न थाल्यो हो मेरो छोरीले चाहिँ अन्त त्यही साथीहरू आज दिनभरि यसरी नै बित्यो मेरो चाहिँ बच्चाहरूलाई घुमाउनु लगेको हो उनीहरूलाई खेलाएकोहरू चाहिँ मैले भिडियो गर्ने पाइनँ कि बाबु रोक्यो छोरी खेलेको बाबु रोक्यो गर्मीले होला त्यही भएर चाहिँ मैले भिडियो बनाइनँ यसरी नै दिनहरू जाँदैछ है साथीहरू मेरो चाहिँ बच्चाको भ्याकेसन हुँदाखेरि उनीहरूलाई घुमाउने अन्त घरमा हुँदाखेरि फेरि स्कुल पठाउने खुवाउने होइन
यस्तै छ, पढाउने होमवर्क गराउनेदेखि लिएर सबै एभ्रिथिङ मैले नै गर्नुपर्छ। उसको पापाले त भेट्दैन हो साथीहरू। यहाँ एकचोटि कस्तो पानी फुरुरु निक्लिने बनाएको थियो, छैन रहेछ अस्ति निकै। हाँ चलिए आगे, वहाँ पानी टंकी से आगे। साथीहरू म चाहिँ घर पुग्न लागेँ। अब चाहिँ धेरै टाइम छैन, यहाँबाट 1 मिनट लाग्छ होला लगभग यहाँबाट क्या साथीहरू। अन्त मेरो भिडियो हजुरहरूलाई कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला साथीहरू भन्दै आजको ब्लगबाट बाई बाई। फेरि नेक्स्ट ब्लग लिएर आउनेछु साथीहरू, बाई बाई।